काँडाले गोत्यो त अनि यसरी राम्रो पिलिली परेको ठाउँमा नि कस्तो काँडाले घोच्यो तिमीलाई के गर्नु हजुर, प्रत्यक्ष भेट हुन नपाए नि यसरी लाइभ सोमा आएर भिडियो सिडियो हाल्न पाएँ। हजुरहरूलाई नि मैले देख्न पाउँछु, मलाई हजुरले देख्न पाउनुहुन्छ। यही त छ नि हजुर जिन्दगी भनेको कुरो, मागेर पाउने भए म तिमीलाई माग्थेँ भने जस्तै हो है। यस्तै छ जिन्दगी। सबैजना राम्रो कुशल मङ्गल रहनु, खुसी रहनु। हस्त गाइस, सबैलाई नमस्कार।